त्यसमा मैले एकजना साथी छिमेकी साथी पार्टनर बनाएर इँटा बोकेँ सानोमा रहर पनि भनौँ न काम गर्यो। त्यतिखेर हिसाब गरेर के छ मेरो साथीको चाहिँ क्लियर हिसाब गर्ने अब मेरो गरेर त हिसाबमा घोटाला भयो क्या। प्लस अब माघी आउन लागेको बेलामा फेरि मेलायन जाने भनेर पनि अब जम्मा गर्नुपर्ने गर्न खोजिन्थ्यो तर सकिन्थेन होइन। कहिले म के सोच्छु भनेपछि अब हाम्रो बाबुआमाले हामीलाई हुर्काउँदाखेरिको टाइममा हाम्रो बाबुआमालाई सजिलो थियो कि अहिले हामीले हाम्रो छोराछोरी हुँदा हामीलाई सजिलो चाहिँ अप्ठ्यारो के छ? मलाई त अहिले अप्ठ्यारो लाग्छ यार। स्कुलमा अब हाम्रो 9 कक्षाको फिस 9 कक्षाको फिस 35 रुपियाँ थियो यहीँ बस्ती। अर्को कुरा फेरि भन्न चाहन्छु म, यो जुन सिमेन्ट कारखानाहरू छ नि यो हाम्रो लागि बहुत घातक चिज हो होइन। हामी कस्तो भनेपछि हामी मानव जाति हो, हामीले हावा वातावरण सबै खान पाउनुपर्छ होइन। र यो सिमेन्ट फ्याक्ट्रीले हामीलाई फाइदा दिने केही होइन। हामी माटो घरमा बनाउन सक्छौँ होइन, हामी काँचो इँटा घरमा। सिमेन्टको भन्दा त आयो फेरि माटोको बढी हुने रहेछ। एकदम एकदम अब अनेकौँ छन्, अझ त्योभन्दा नि आयो भएका पनि छन् क्या। हेर्नुहोस् अब त्यसमा अब कसरी भनौँ होइन, अब मैले त व्याख्या गर्न जान्दैन तर मैले चाहिँ सुने अनुसारले हो भन्छु मैले होइन। तर यो चाहिँ यो सिमेन्ट फ्याक्ट्री यो कारखानाहरू चाहिँ गलत तरिकाले खोलिया छ। यो एकदम एउटा के अरे खेती किसानी योग्य ठाउँलाई ध्वस्त पार्न खोजिया जस्तो लाग्छ मलाई होइन। इन्डिया पनि गयो तिमी जस्तो इन्डिया कति वर्षकोमा गयो, कति वर्ष बस्यो, कति काम गर्यो, के काम गरेँ मैले प्लाइवुड फ्याक्ट्रीमा गरेँ। मैले बसेँ 2-4 वर्ष लगभग बसेर आएँ, अनुभव बटुलेर आएँ यताउता थाहा भयो। अब इन्डिया जस्तो ठाउँमा हुन त अब त्यही देश, अब ठुलो देश ठुलो बाटो होइन, त्यही ठुलो बाटो पनि उसलाई साँग्रो भइरहेछ क्या। तिमीलाई आफ्नो जिन्दगीको पहिलो कमाइ याद छ? कति रुपियाँ कमाएको थियो, के थियो, कहाँ कमाएको थियो, के गर्नु? मैले भने नि अघि जस्तो कि अब तिमीले गाइडलाइनमा भने जस्तो रामजी भुषालले गाइडलाइनमा होइन टोटल एज अ होल जिन्दगी अब थाहा पाएको पहिलो कमाइ तिम्रो काम गरेर कमाएको त दक्षिणा सक्षिणा होइन, काम गरेर कमाएको पहिलो कमाइ मेरो कमाइ त याद छ कि छैन? अब याद गर्न सक्छ होइन छ। अब मैले जस्तो मेरो भन्छु भने 300 रुपियाँ याद गरेको छु मैले धेरै। जस्तो मेरो भन्छु भने अब मैले अब एउटा भन्छु नि, अब त्यो भन्नु मिलेन। एउटा मैले आफ्नै घरमा हाम्रो इँटे भट्टा थियो, भुसो इँटा भट्टा, त्यसमा मैले एकजना साथी छिमेकी साथी पार्टनर बनाएर इँटा बोकेँ सानोमा रहर पनि भनौँ न काम गर्यो। त्यतिखेर 1000 इँटा बाहिर निकालेपछि 60 रुपियाँ पाइन्थ्यो। त्यही त मैले अब मैले पनि अलिकति पछि गएर कमाएको अब पर्सनल अब अरू बाहिर गएर काम गरेको भनेको अब केटाटी ललाई नलागेर अब राम्रो रूपमा काम गरेको भनेको अब एउटा बोर्डिङ स्कुलमा पढाएर 1800 रुपियाँ तलब खाम मैले 2 महिना काम गरेँ। अब मैले यसमा नर्थिङ कुरा गरौँ कि नगरौँ, मेरो पहिलो पोइन्टको कुरा नर्थीमा आउँछ। मैले ढेरीमा काम गरेको फर्स्ट टाइम होइन, म बच्चा थिएँ त्यति बेला होइन। ज्याला तिम्रो अब त्यो काम एकदम गराएर देखेर त्यति बेला मलाई 40 रुपियाँ के खुसी भएर दिनुभएको, नाइ पनि त्यति बेला 20-25 रुपियाँ जसले पनि खान्थ्यो दिनभरि काम गरेर क्या। तर मैले त्यो नर्थीमा फेरि एउटा काँचो एउटा भूत बङ्गला होइन, तर त्यसको साइडमा अर्को लाउरे भन्ने आउनुभयो, उहाँ रोल्पाबाट कताबाट आउनुभयो, उहाँले फेरि बिल्डिङ खडा गर्दै जानुभयो। अनि मेरो फेरि अब एउटा रमाइलो केटाटीको अब त्यो घरमा काम गरेर बोक्थ्यो होइन, घरमा आएपछि हिसाब गरेर के छ मेरो साथीको चाहिँ क्लियर हिसाब गर्ने अब मेरो गरेर त हिसाबमा घोटाला भयो क्या घरमै। त्यसपछि मैले फेरि अब अहिले जहाँ हामी बसेका छौँ नि यसो नजिकै एउटा भट्टा थियो जमानामा, यही नजिक 50 मिटर आसपासमा। त्यसमा फेरि म एकदिन बाहिर काम गरेपछि टोटल क्लियर हिसाब पाइन्छ भनेर बाहिर काम गर्न गयो। 1 बोरा चिनीको बोरा हुन्छ नि ठुलो, त्यो 1 बोरा भुस बोकेपछि 50 पैसा पाइन्थ्यो। 1 बोरा बोकेपछि भित्र भत्तामा फालेपछि बाहिरबाट त्यसमा टोकन सिस्टम हुन्थ्यो। 1 बोले ट्याक्कै टोकन बोक्यो अनि अब त्यो टोकन जम्मा गरेर 100वटा टोकन पुग्यो भने 50 रुपियाँ पाइने होइन। तर मैले अब दिनभरि लाएर 100 बोरा पनि बोक्न सकिनँ। अब त्यो लाजले म त टोकन पनि भजाउन जान सकिनँ, शरम शोषण भयो। 50 गायब भएको 50-60 पुगेको थियो, 30 रुपियाँ जति कमाएको थिएँ मैले, त्यो गायब थियो। त्यो एकदम त्यो बेरोजगारी हो, त्यो बेरोजगारीको कमजोरी। भन्दा के भने अब यस्तो हुने कि अब हामी अलिकति हुने गाने भनौँ मध्यम वर्गको भए पनि अब स्कुलमा के हुन्थ्यो भनेपछि त्यही मजदुरी गरेर आएको साथीले वर्षमा टन्न 150 राखेर हिँड्ने हुन्थ्यो भट्टा होइन। अब बर्खे बिदामा अनि दसैँ बिदामा धान लाउन जाने यसले राख्ने अनि उसले समोसा खान्थ्यो, अब हामी पैसा नहुने। त्यसपछि हामी कहिले कहिले अब जे भयो भने शनिबार ट्याक्क गरेपछि समोसा त हान्न पाइन्थ्यो। प्लस अब माघी आउन लागेको बेलामा फेरि मेलायन जाने भनेर पनि अब जम्मा गर्नुपर्ने गर्न खोजिन्थ्यो तर सकिन्थेन, काम नगरेमा।
त्यस्तै जमाना त्यस्तै थियो तर त्यो जमाना रमाइलो थियो है रमाइलो त थियो अब खर्च अबको जमाना त्यो जमाना रहेन होइन अबको जमाना धेरै मोडिफाई भइसक्यो डिजिटल भन्छन् आजभोलि होइन डिजिटल जमाना आइसक्यो होइन मान्छे कहाँको मान्छे कहाँ भिडियो कल गरेर बसिरहेको हुन्छ होइन कहाँको मान्छे कहाँ के गरेर बसिरहेको हुन्छ मान्छे बसी दुनियाँ काम गरिरहेको हुन्छ तर अब जमाना त्यो जमाना गयो क्या अब त्यो फुर्सदै छैन क्या त्यस्तो गर्ने समय छैन कसैले अब गएर कहिले मैले सोध्छु होइन कहिले म के सोध्छु भनेपछि अब हाम्रो बाबुआमाले हामीलाई हुर्काउँदाखेरिको टाइममा हाम्रो बाबुआमालाई सजिलो थियो कि अहिले हामीले हाम्रो छोराछोरी हुँदा हामीलाई सजिलो चाहिँ अप्ठ्यारो के छ मलाई त अहिले अप्ठ्यारो लाग्छ यार पहिला नै सजिलो थियो किनभने पहिला त्यति हस्पिटल आवश्यक पर्दैन खर्च सबै अर्ग्यानिक पारा थियो खर्च हुने ठाउँ थिएन क्या त्यति अर्ग्यानिक पारा थियो त्यति बेला पैसाको महत्त्व थिएन होइन मान्छेको अब अनाज यताउता भन्ने सब महत्त्व नास्ता भन्ने दुनियाँ केटाकेटीलाई दुनियाँ खुवाउनु त्यस्तो टिफिन भन्ने शब्द माथि थाहा बोर्डिङ स्कुल आएपछि भयो म त केही थिएन अनि टिफिन भन्न जानेको थिएन नेपालीले होइन भने सिधै थारूले मिच्ने भन्थ्यो पहाडीले नास्ता भन्थ्यो त्यही चल्थ्यो भुटिया भात चल्थ्यो बासी रोटी चल्थ्यो भात बजारसँग दौड्दै आइन्थ्यो दिदीभाइ भन्दा चाँडै आउने कहिले कहिले आउँदाखेरि पहिला अरू आइपुगे आउँथ्यो उडाइदिए आउँथ्यो त्यति बेला अझ तिमीलाई थाहा छैन है मजा गरेन त्यति बेला भात खान नसिक्नु हुनु पर्थ्यो त्यो त किनभने त्यति बेलामा सधैँ सबै घरमा आटो दरिया सधैँ चल्थ्यो क्या भात त सिधा भिआइपी घरमा मात्र पाक्दैन अब भातमा बच्या छ आज भन्ने थाहा हुन्थ्यो बिहानै दौडेर चाँडै आयो आफूभन्दा पहिला अर्को आएर हान्दै यहाँ खतम भइहाल्यो भाइ बहिनी लुगा फेरि अब दसैँमा एकजोडी स्कुल ड्रेस किन्ने भइगयो होइन त्यहीले अब दसैँ पनि मनाउने स्कुल ड्रेस पनि भइगयो अरू ठाउँ जाने पनि भइगयो त्यहीले एउटा ड्रेस लगायो होइन त्यो जमानामा अझ कस्तो थियो भनेपछि एक सालमा किनेको ड्रेस होइन चाहिँ 5 साल गुजार्थ्यो त्यो त किनकि त्यति बेला कपडा पनि बलियो थियो होइन ओरिजिनल थियो कट्यो पनि अबको त सबै कम्पनी सिस्टम दुनियाँ दिवाना भइसक्यो त्यति बेला हाम्रो कापी किताब हामीले पढ्ने बेलामा गैँडाकोट कारखानाबाट आउँथ्यो अब त्यो गैँडाकोट कारखानै छैन एउटा इगल लेखेको डक्टी त्यो वाला नोटबुक भन्थ्यो नि त्यो गत्तावाला त्यो खर फेरि जान्थ्यो फेरि हाम्रै दाङबाट हो यही बेलदामारबाट मुसट उतातिर के तानखोलातिरबाट अझै पनि जान्छ तर यसलाई कहाँ लगेर सदुपयोग गरिन्छ कसरी गरिन्छ गर्छन् होइन तर बन्छ कागजै बन्छ बनाउँछ नजर तर त्यसलाई एकदम महँगो पाराले बनाइन्छ महँगो पाराले बेचिन्छ अबको गैँडाकोटको जस्तो सस्तो पाराले आउँदैन पहिला त्यही कति 50 रुपियाँको 1 दर्जन कापी आउँथ्यो अब अहिले 50 रुपियाँको एउटा कापी आउँछ बनगाउँ स्कुलमा अब हाम्रो 9 कक्षाको फिस 9 कक्षाको फिस 35 रुपियाँ थियो मै पढ्दा थियो अब त्यो पनि गरेर टाइममा तिर्न सक्नुहुन्थ्यो तर नाम लेखिदिन्थ्यो अहिले त फिस नभए नामै लेखिदिन्छ अहिले त नर्सरीको बच्चाको फिस लगभग 12-15 त्यति बेलामा मैले देउखरीमा बोर्डिङ स्कुल भनेको एउटा नर्थीमा थियो होइन एउटा लमैमा थियो क्या भालङमा थिएन कहीँ थिएन क्या यस्तो ठाउँमा यस्तै बोर्डिङ स्कुलको धन्दा भयो नि यो विद्याको नाममा धन्दा हो हेर्नुहोस् यो हामीलाई नेपाली सरकारी स्कुल नपढेर हामीलाई उपाय छैन हामीले हाम्रो संस्कृति धर्म सबै पढ्नुपर्छ होइन अब यो इङ्ग्लिसमा आइस्यो गइस्यो भन्ने यो ल्याङ्ग्वेजको कुरो गर्न हुन्न यो इङ्ग्लिस भन्ने कुरो चाहिने ठाउँमा चाहिन्छ होइन एबिसिडी पनि पढाउँथ्यो त्यति बेला मैले हिजो हेरेर एउटा भिडियो कुनै देशको भाषा यो उता सुदूर उता कर्णालीतिर जो खस भाषा आएको भन्ने ठाउँ छ नि त्यता खास मस्टो भन्नेलाई मान्ने चाहिँ खतरा छ नि मस्टो न यो मूर्ति छ र यसको न केही छ यो भगवान् एउटा मस्ट भन्छन् अब यो मान्ने चलन रहेछ कि भगवान् भन्दा पनि मस्टो भनेपछि अब त्यो सकियो सबै मलाई चाहिँ थाहा मस्ट भन्ने धामी धामी
यो 12वटा मस्टहरू छन् रे। अनि विभिन्न रूपमा कोही अब धामी हुने यताउता अब यो लाग्ने भन्छन् नि त्यस्तो यो त्यस्तो चलन रहेछ कि यो सुदूरपश्चिमतिर। अब यतातिरको मान्छेले त अब त्यो मान्न छोडेपछि त्यो लाग्ने पनि कम भयो भने। तर उतातिर मेला छ यस्तो झ्याप्प लागिहाल्ने पुरा धामी गर्ने त्यो भनेको मस्ट विशेष गरी प्रकृतिसँग नजिकको एउटा देवता रहेछ नि हो मान्छेले मानेको। अब यस्तो भन्नु क्या जस्तै अब यो आदिवासी जनजातीय थारूहरू यिनीहरूको हुन्छ चौधरीहरूको भन्छन् नि यो अब यो उसलाई पुज्ने के पुज्ने त्यस्तै अब यो पहाडीहरू जुन खस समुदाय जो पहिला परापुर्खाको जहाँ भाषा उत्पादन भयो नि यो खस आर्यहरूको भाषा नेपाली भाषा यो हो त्यहाँनिर बढी मान्ने त्यस्तो चलन रहेछ त्यो क्षेत्रमा। र प्रकृतिमा छन् कोही एउटा तिनीले हामीलाई बचाउँछन् हरेक कुरा पुऱ्याउँछन् तिनीहरूले हामीलाई गरे तिनीहरूको सुरक्षा हामी छौँ भन्नु उनी भगवान् सगवान अलग भएको त्यो मस्ट भनेर मान्ने रहेछन् कि एउटा त्यो हुन त हामीले यो शब्द चाहिँ मैले खास सुनेको कुल पूजामा मस्ट बरा कहिले बरा के भन्छन् होइन। अब यो त्यस्तै एउटा मस्ट भने एउटा हुन्।